वन्यजन्तुको वासस्थानको महत्त्वपूर्ण कम्पोनेन्टमा रहेको घाँसे मैदान भाग्य राष्ट्रिय उद्यानमा निकै नै कम छ। तर पनि कृत्रिम रूपमा निर्माण गरिएका विभिन्न घाँसे मैदानहरूमध्ये यस पानी मुहान घाँसे मैदानको पनि केही वर्षदेखि व्यवस्थापनमा छाडेको थियो र यस वर्ष हामीले व्यवस्थापन कार्य सुरु गरेका छौँ र यसमा रहेका पहिला घाँसहरू काट्ने काम भएको छ र यसपछि यसलाई सुकेपछि अलिकति अर्ली बर्निङ गरेर यसलाई नियन्त्रित आगो लगाइएको छ। यसलाई भन्छ हामी कन्ट्रोल बर्निङ भन्छौँ र कन्ट्रोल बर्निङको ट्रिटमेन्ट पनि हामीले दिन सुरु गरिसकेका छौँ र यसको केही दिनपछि यहाँ एकदमै वन्यजन्तुले मनपर्ने पालुवा घाँसहरू आइपुग्छन् र वन्यजन्तुले खाने गर्दछन् र वन्यजन्तुको वासस्थान व्यवस्थापन त्यसरी गर्ने गरिन्छ। पानी मुहानको घाँसे मैदान घाँस काट्ने काम सम्पन्न भएको छ केही क्षेत्रमा र सुकेको पार्टमा चाहिँ हामीले कन्ट्रोल बर्निङको ट्रिटमेन्ट अन्तर्गत हामी यसलाई कन्ट्रोल बर्निङ गर्दैछौँ र यसरी नै हामीले सम्पूर्ण घाँसे मैदानहरूलाई उचित तरिकाले व्यवस्थापन गर्ने कोसिस गर्दैछौँ।